आजको बेलुकाको रेसिपी थुक्पा बनाउन जाँदैछु म। थुक्पाको लागि चाहिँ यहाँ यो चाउमिन मुठा सिन्के चाउमिन बोइल गर्दैछु। यो मजाले बोइल गर्नुपर्छ है। थुक्पा वास्ते हुन्छ थुक्पा खाने भनेर खजुरी बानको मिठो हुन्छ थुक्पा। यसलाई पानी तर्काउने हो। यहाँ पोर्क थुक्पा गुम्बल लगाउनु पर्यो नि त। बङ्गुरको मासु मजाले खायो एकदम मिठो हुन्छ हौ। पेट एकदम मजाले ड्राई फ्राई गर्नुपर्छ। बबाल हुँदैछ है अब यहाँ झोलको लागि रेडी हुन्छ। मजाले काट्यो नुनहरू हालिसक्यो मसला हाल्यो। चिली फ्लेक्स हो यो चाहिँ अकबरै खोर्सानी तेलमा खारेर पकाएर ग्राइन्डर गरेको यो हाल्नुपर्छ। यो सरी टेस्टिङ पाउडर हो। बगाल हुँदैछ है। त्यसपछि हरियो मटर प्याज गोलभेडा लसुन मसला राखेको। त्यसपछि मसला अब यसको मेन मसला आउँदैछ। यसको थुक्पाको मेन मसला यहाँ चिमुको धुलो तेलमा भिजाएर राखेको छ। त्यो लास्ट भन्छ सबै हाल्छ। तातो पनि मिठा हाल्छ। यो हेर्नु साथीहरू कस्तो देखिराखेको छ। खाउँ जस्तो भयो है। तातो पानी हालेर हल्का पानी हाल्नु। ल फाइनली झोल तयारी भयो। थुक्पाको झोल तयारी भयो। अब आधा धनिया रहन्छ क्या, धनिया सकिएको रहेछ। अब यसलाई चाहिँ कचौरामा मजाले हाल्ने हो, सर्भ गर्ने हो, खाने हो। नेपाली लाइन लाएर थुक्पा रेडी भयो यस्तरी कचौरामा। यहाँ झोल पाक्दैछ यस्तरी।
ओ अब सुरु भयो है झोल हाल्न त्यसले सेतो खाने झोल अब यहाँ झोल तयारी हुँदैछ झोलबाट यहाँ तताउने हो सर सेतो खान्छ र क्या उसले नहाल्ने उसलाई सोधा नि मात्रै हाल्ने फेरि त्यो झोल हालेर तताएकै फेरि झोल हालेर तताएको के खाने खान्छ र यो चाहिँ सादा केही नखाने रे कान्छी कहाँ जानु हो म त अलि खान्छु खान्दाको होला आइज ल यहाँ यस्तो यस्तो दुईजनालाई भयो रेडी खाऊ त्यो उम्ली उम्ली है बुढो ल आजको यस्तो इभिनिङ डिनर यहाँ बाबा हुनुहुन्छ मम्मी हुनुहुन्छ गाउँदेखि आउनुभएको बेलुकाको डिनर त यस्तो पो भयो यहाँ हाम्रो दुबईदेखि आउनुभएको छ फेरि एकदम सही म कहाँदेखि आएको बारिस्टा पो हिमालयन जावाको बारिस्टा टेस्टी भयो यहाँ फेरि चटपटेको सेफ हुनुहुन्छ फेरि मिठो भयो भन्दा कागती हो त्यही अमिलो छ खान्छ त्यहाँ अचार खा न हालेर ल कस्तो हो आफ्नो हिसाबले यहाँको चाहिँ देखाउनु पऱ्यो कि कस्तो भएछ कान्छी मिठी है एकदम यम्मी मलाई अस्तिदेखि खानु मन लाग्छ थुक्पा आजबाट के खान्न है म पुरा खाना लाग्यो अघि मलाई आएर त्यसो भने दिँदै थियो त अब म मोटाइहाल्छु पानी हालेर खायो यति धेरै खायो खायो तँलाई त पानी दिने अचार बाबा अचार कति अलिकति फेरि पिरो छ यहीँ चराको छ यस्तो तिमी चाहिँ किन थोरै खाछौ मासु हाल्थ्यौ मिठो छ एकदम तपाईँ खान्छ जिब्रोमै झुन्ड्यो अरे तपाईँको पकाएको थुक्पा त्यो विकासै राखिदिनु पर्ला ल तपाईँ गाइस खानु न अब नेक्स्ट भिडियोमा भेटौँला है अब थुक्पाको आज रेसिपी देखाइयो खाएर पनि देखाइयो बाई बाई नेक्स्ट भिडियोमा भेटौँला अब अर्कै कुकिङ रेसिपी लिएर आउनेछु धन्यवाद बाई बाई